म दुखीलाई नि के गर्न मन लाग्ने। बिहान उठेर उठ्न बित्तिकै मैले लुगा कपाल मिलाएँ। कपाल मिलाएर लुङ्गीहरू मिलाएँ। हात हेर्नु न, हात चुरा नगएर कस्तो भाँडा जे भएको बेलुकादेखिको थियो। अनि घर हेर्नु कति फोहोर भत्तु फोहोर भएर मैले कुचोको हालत हेर्नु न, कुचो सिद्धिन्छ त्यही भएर। अनि फेरि म्याट्रेस उता राखेर मैले बढाल्न सुरु गरिसकेँ। सामानहरू लथालिङ्गै थियो, सामानहरू भित्र राखिसकेँ। सट्ट बढाल्ला। गाउँतिर त टिपाटिप होला गरे साथीहरू, यहाँ त आनन्दै छ। हाम्रो त अब खेतीपाती गर्दैनौँ, बस्ने खाने त्यही हो साथीहरू। यही गर्न नि हामीलाई धाउ छ। हेर्नु 5 बजे उठेको लथालिङ्गै भएर साग भत्तु, त्यही भएर छिटो छिटो सफा गरेँ। यत्तिकैमा मेरो अब दाँत मोल्ने पालो भइसक्यो। त्यहाँ फोहोर लाग्थ्यो ब्रुसमा, त्यही भएर मैले फोहोरहरू सफा गरेर मैले कोलगेट हालेँ। कोलगेट हालेर मैले अब दाँत मोल्ने त सुरु त गर्नु पर्यो साथीहरू। बिहान बिहानै त हेर्नु न फोहोर भएर पुरै पोछेर अब मैले गरेँ। अनि त्यसपछि मैले अब पानी ल्याउने बत्तल र जर्किन देखाउने ल्याइसकेर मैले पोछा लाउन सुरु गरिसकेँ। पानी ल्याएर साथीहरू पोछा लगाइसक्न सुरु गरिसकेँ। हेर्नु न मलाई लुङ्गी र टी-सर्ट त्यो बित्ते हात कस्तो देखिन्छ का साथी। त्यतिकैमा मेरो सानो चल्लालाई दाना हालेर मेरोमा सरफ साबुन सिद्धिएको थियो। त्यही भएर पसलमा गएँ। म दिदीको पसलमा गएर मैले तेलको भाँडा निकालेँ। जल फेरिसकेँ। जल फेरिसकेपछि चिया पकाएँ। मेरो छोराछोरीलाई रातो चिया पकाइन्जेल उठिसकेँ। लुगा हेर्नु न, लुगा यति माथि भएर मेरो गालामा हात लाउने सुरु भयो। कसरी धुने होला भन्दा मलाई फेरि लुगा धुन्न नै झ्याउ लाग्छ साथीहरू। बेलुका भात तरकारी थियो, त्यसपछि मैले खनाएँ। खनाएर त्यत्तिकैमा रातो चिया पाकिसक्यो। रातो चिया पाकेपछि छोराछोरीलाई र मैले खाएँ। पप र चिया खायौँ। खाइसकेपछि मलाई फेरि जिउरोमा बाहिरको भ्यू हेर्नु कति राम्रो देखिन्छ। फेरि यतिमै हेर्नु न, छोराछोरीले फेरि लथालिङ्गै पारिछन् क्या घर। अब फेरि मैले अब घर त सफा राख्नु पर्यो साथीहरू। घर सफा राखेपछि मलाई फेरि घर फोहोर राख्ने भने फोहोर